नमस्कार हजुर। यो चाहिँ हाम्रो मकै खेती लगाएको छ। यसपाला धेरै राम्रो छ। हेर्नुहोस्, यी समयमा टाइममा हाम्रो बागमती सिँचाइ आयोजनाले पानी दिएको थियो अनि कृषकहरूले पनि एकदम राम्रोसँग चाहिँ खेतीहरू गरिरहेछ। नेपाल कृषि प्रधान देश भनेर चाहिँ अब यसरी लाखौं हेक्टर जग्गाहरूमा चाहिँ अब यसरी चाहिँ सदुपयोगमा आयो भनेदेखि युवाहरू स्वरोजगारको लागि चाहिँ गाउँघरतिरै रमाउँथ्यो होला सायद लाग्छ मेरो विचारमा। तर यसमा अलिकति समस्या के रहेछ भनेदेखि समयमा चाहिँ मल खाद बिउ बिजनहरू नपाउने र कृषि सामग्री संस्थानबाट चाहिँ आएको मल खादहरू पनि व्यापारीको हातमा परेर धेरै महँगो, जस्तै कि तपाईको 1100 पर्ने छ भनेदेखि 1800, 1900, 2000 सम्म पनि लिने गर्छ र 2500 मा आएको छ भने 3000, 3200 भनेर भन्छ। अलि यसमा पनि ध्यान जाओस् र बिउ बिजनहरूमा पनि अलि राम्रो क्वालिटीको चाहिँ भयो भनेदेखि राम्रो हुन्थ्यो र समयमा चाहिँ सरकारी अफिसबाट चाहिँ अब जिल्लाबाट या कृषि उसबाट चाहिँ जेटिओहरू आएर यसमाको मल खादहरू तथा यहाँको चाहिँ माटोहरूको उर्वरा शक्ति के छ कसो छ समयमा चेक गरिदियो भनेदेखि धेरै राम्रो हुने थियो जस्तो लाग्छ। र यसमा चाहिँ अब भनौँ न अहिले अब असिना पानीको एकदम डर हुने र क्षति हुने भएको हुँदाखेरि हजुरहरूले यसमा पनि कृषकहरूलाई चाहिँ बिमाको चाहिँ एकदम ध्यान गइदिएदेखि धेरै राम्रो हुन्थ्यो। मकै खेती, गहुँ बाली, अन्न बिउ बिजन के अरे नगदे बालीहरूमा यो समयमा चाहिँ यसमा जेटिओहरू आउने र यसलाई चाहिँ बिमाहरू गरिदियो भनेदेखि कृषकहरू उत्साहित हुन्थ्यो होला। अब यहाँ सिँचाइको लागि त यसपाला चाहिँ बागमती सिँचाइले धेरै राम्रो गरेको छ र पहिला सुक्खा यहाँ चाहिँ धेरै सुक्खा पनि हुन्थ्यो र खेतीपाती धेरै हुँदैन थियो। युवाहरू चाहिँ सबै विदेश पलायन हुन्थ्यो। अहिले आएर चाहिँ अब सबै कृषक तथा बुढापाका मान्छेदेखि लिएर युवाहरू पनि सबै यो मकैमा चाहिँ अहिले धेरै तल्लीन भएको छ। यो एउटा चाहिँ आय स्रोतको माध्यम भएको हुँदाखेरि धेरै सजिलो भएको छ। समयमा यसलाई चाहिँ अब के छ कसो छ भनेर चाहिँ सरसल्लाह दियो भनेदेखि धेरै राम्रो थियो हुने थियो। राजनीतिक दलका झोलेहरूले मात्रै यो बिउ बिजनहरू पनि र मल खादहरू पाउने र उनीहरूले चाहिँ मुनाफा राखेर चाहिँ बाहिर कृषकहरूलाई चाहिँ धेरै महँगो उस रेटमा चाहिँ बिक्री गर्ने र इन्डियाको बोर्डरको साइडको भएको हुनाले मोटरसाइकलमा ल्याउने र बिक्री वितरण पनि गर्ने गर्छ। तर त्यसमा चाहिँ धेरै राम्रो क्वालिटी चाहिँ हुँदैन। ल हेर्नुहोस्, यसरी पानीको असुविधा हुँदाखेरि पनि बोकेर आफ्नो तरकारीहरू सागसब्जीहरूमा लगाइरहेको हुन्छ। यही भन्न चाहन्छु, हजुरहरूले कृषकहरूलाई यसो कुनै आय आर्जनको र राम्रो तरिकाबाट चाहिँ यो गऱ्यो भनेदेखि राम्रो हुने थियो। हस्त नमस्कार, यही भन्न चाहन्छु। कुकुरले पनि हो भनेको छ। मकैहरूको दृश्य पनि हजुरहरूलाई देखाइरहेको छु। मकैहरू मजाले फलिरहेछ। ल हेर्नुहोस् गाइस, हाम्रो साथमा यहाँ आज ज्याक पनि छ। हामी हिँडिरहेछौँ मर्निङ वाक। ल हेर्नुहोस्, मकै विभिन्न किसिमको मकैहरू छन्। यस्तो छ मकैहरूको हालत। अब लाग्छ
हेर्नुहोस् मकैहरू धेरै किसिमका मकैहरू छन्। उन्नत जातका मकैहरू नगदे बालीको रूपमा हेर्नुहोस्। शिवजी मन्दिर श्री भागवत सेवा संस्थालाई हेर्नुहोस्। यो चाहिँ नरिवलको बोट चाहिँ अब इन्डियामा मात्रै हुन्थ्यो भने यहाँ पनि नेपालमा पनि फल्ने भयो नरिवल।